हेलो नमस्ते। आज म यस भिडियोमा सङ्गठित संस्थान अन्तर्गत तह 4 र 5 मा लिइने प्रिटेस्ट एक्जाममा म्याथ पोर्सनको क्वेसन्सहरू अब हामी यसमा गर्छौँ र म्याथको क्वेसन्सको कुन हामी यो फर्स्ट टपिक हाम्रो छ गणितका आधारभूत क्रियाहरू, फन्डामेन्टल अपरेसन इन म्याथमेटिक्स। यो एउटा टपिक छ, हाम्रो सबभन्दा सुरुको टपिक हो यो म्याथको। र यसमा यो टपिकमा खासमा म्याथको सिम्पल कुराहरू पढ्छौँ, जुन जोड, घटाउ, गुणा, भाग, अनि त्यसले गरेर हाम्रो यो ब्र्याकेटहरूमा कुन ब्र्याकेटभित्रको अपरेसन पहिला गर्ने, कुन ब्र्याकेटलाई लास्टमा गर्ने, मतलब प्रायोरिटीको कुराहरू, कुनलाई पहिला गर्ने, कुनलाई पछि गर्ने भन्ने चिजहरू हामी सरर बुझ्छौँ र एकदम बेसिकबाट हामी यसमा हेर्छौँ। एकदम बेसिकबाट बुझ्दै गएर एकदम टप लेभलसम्म जान्छौँ, जुन एक्जाममा सोधिने क्वेसनहरू पनि सल्भ गर्छौँ र तपाईँहरू अन्त्यसम्म हेर्नु, पक्कै पनि यो कन्सेप्ट मजाले बुझ्नुहुन्छ र क्वेसन पनि मजाले गर्न सक्नुहुन्छ है। अब लागौँ हामी विषयवस्तुतिर। अब सबभन्दा पहिला यसमा के छ, एउटा बोर्ड मास रुल छ क्या, बोर्ड मास रुल। यो बोर्ड मास रुल तपाईँहरूले पढ्नुभयो होला, यो 9-10 क्लासतिर, 7-8 क्लासतिर सायद हुन्छ होला यो। अब यो रुल हामी फेरि एकचोटि पढौँ। बोर्ड मास, बीबाट ब्र्याकेटहरू, ब्र्याकेटमा के हुन्छ त, एउटा बार टाइपको ड्यास, यो भनेपछि कुनै अङ्कको माथि यसरी लेखिन्छ, जस्तै 5+2 छ भने यसमा यस्तो लेखिया हुन्छ, यसले भन्न खोजेको यो बार। अनि त्यस्तै गरेर स्मल ब्र्याकेट, मिडल ब्र्याकेट र बिग ब्र्याकेट। अब ब्र्याकेटहरूमध्ये सबभन्दा यो पहिला यो गर्ने, त्यसपछि यो गर्ने, त्यसपछि यो गर्ने, त्यसपछि यो गर्ने। बीबाट ब्र्याकेटमा के आयो हाम्रो 4टा चिज आयो। त्यसपछि ओबाट आयो अफ। अफ भनेको यो मल्टिप्लाई नै हो, खासमा यो मल्टिप्लाई नै हो। यो पछि हामी थाहा पाउँछौँ कस्तो वाला हो। यो कस्तो वाला हो भन्दाखेरि म एउटा सानो उदाहरण दिन्छु। जस्तै 5/10 लेख्या छ भने नि 5 × 10 यो भन्नु खोजेको हो कि वास्तवमा यो अफ। त्यसपछि डीबाट आउँछ डिभिजन, डिभिजन भाग। एमबाट मल्टिप्लिकेसन, गुणन। एबाट एडिसन प्लस भयो, एसबाट सब्सट्र्याक्सन। भन्नुको अर्थ यति चिजहरू कुनै पनि एउटा सिम्प्लिफाईमा दिएको छ भने, क्वेसनमा दिएको छ भने, पहिला ब्र्याकेट छ भने कुन ब्र्याकेट छ, यस्तो छ कि यो छ कि त्यो गर्ने। त्यसपछि के गर्ने, यो यदि अफ दिएको छ भने अफको अपरेसन गर्ने। त्यसपछि डिभिजन छ भने डिभिजन गर्ने। त्यसपछि मल्टिप्लिकेसन छ भने मल्टिप्लिकेसन गर्ने। त्यसपछि एडिसन छ भने एडिसन गर्ने। त्यसपछि लास्टमा सब्ट्र्याक्सन गर्ने। अब इक्जाम्पलबाट हेरौँ है। जस्तै यो क्वेसन आयो जानुको लागि। अब यसमा हेर्नु त, बोर्ड मासमा के छ त, ब्र्याकेट त छैन यसमा, ब्र्याकेट छ। त्यसपछि के छ त, अफ पनि छैन यसमा। त्यसपछि के छ त, डिभिजन छ। कहाँ छ डिभिजन, यहाँ छ। भनेपछि डिभिजन गर्नु पर्यो, पहिला डिभिजन गर्नु पर्यो। 8 × 2 + 3 - यहाँसम्म जस्ताको त्यस्तै सार्नु, एकदम एज इट इज सार्नु। त्यसपछि कति हुन्छ, 4 कति 12 हुन्छ, 4 3 12। ठिक छ। अब हेर्नु त, अब के छ त, हाम्रो कुनको प्रायोरिटी आउँछ, डिभिजन पछि के छ, मल्टिप्लिकेसन। मल्टिप्लिकेसन छ त यहाँ छ। पहिला मल्टिप्लिकेसन गर्ने, अरूलाई एज इट इज सार्ने। 8 × 2 कति हुन्छ त, 16 + 3 - 3। अब हेर्नु, अब के गर्ने, त्यसपछि कसको पालो छ, एडिसन, जोड्ने। कुन जोड्ने, यो दुईटा जोड्ने। 16 र 3 19 - 3। अनि त्यसपछि लास्टमा सब्ट्र्याक्सन। त्यसपछि कति भयो त, कति भयो, 16 भयो। यति बुझ्नुभयो कि नै, केही छैन। जस्ट हामीले यो बोर्ड मास हिसाबले कुनलाई कुन गर्ने पहिला। जस्तै यसमा डिभिजन आयो, डिभिजन गऱ्यो, अरूलाई जस्ताको त्यस्तै सार्यो। त्यसपछि मल्टिप्लिकेसन गऱ्यो, अरूलाई जस्ताको त्यस्तै सार्यो। त्यसपछि एडिसन गऱ्यो, जस्ताको त्यस्तैले फेरि सार्यो। त्यसपछि लास्टमा बचेकोलाई गऱ्यो। अब नेक्स्ट क्वेसन हेरौँ है। अब नेक्स्ट क्वेसन यसमा हेर्नु त, के गर्ने त, डिभिजन गर्ने पहिला। बोर्ड मास चाहिँ तपाईँको यो पुरो हुनु पऱ्यो कि यो बोर्ड मास रुल चाहिँ एकदम तपाईँले यो एकदम माइन्डमा हुनु पऱ्यो, जतिखेर नै माइन्ड हुनु पऱ्यो। ब्र्याकेट अफ डिभिजन, मल्टिप्लिकेसन, एडिसन, सब्ट्र्याक्सन। ब्र्याकेट छैन, अफ छैन, अब डिभिजन। डिभिजन कहाँ छ त, यहाँ छ। अरूलाई जस्ताको त्यस्तै सार्नु।
2 पंचे 10 माइनस 4 प्लस 2 अरू जस्ता त्यस्तै। त्यसपछि मल्टिप्लिकेसन छ यहाँ छैन। त्यसपछि के मल्टिप्लिकेसन एडिसन छ भने कुन जोड्ने 5 दुना 10 अरू 1 लट जस्ताको त्यस्तै स्टार्ट गर्ने एक स्टेप। अनि त्यसपछि अब फेरि अब एडिसन आए अब कुन जोड्ने त यो जोड्ने यो त किनकि यसको अगाडि माइनस साइन छ नि त लास्टमा गर्ने यसलाई लास्टमा गर्ने। अब यो कति भयो त 10 2 12 माइनस 4 अब लास्टमा कति भयो 8। मलाई जहाँसम्म लाग्यो तपाईँहरूले अलिकति बेसिक चिज बुझ्नुभयो होला। अब नेक्स्ट क्वेसन हेरौँ। यसमा के छ ब्र्याकेट छ है यहाँ किनकि बोर्डमा बीबाट ब्र्याकेट आउँछ सुरुमा ब्र्याकेट छ अरूलाई जस्ताको त्यस्तै सार्नुहोस्। ब्र्याकेटमा जेसुकै होस् अब जस्तै ब्र्याकेट त छ तर यहाँभित्र मल्टिप्लिकेसन छ। अब मल्टिप्लिकेसन त पछि आउँछ भनेर यसलाई छोड्ने होइन क्या ब्र्याकेटभित्र हुनु पऱ्यो क्या। ब्र्याकेटभित्र जेसुकै होस् एडिसन होस् सब्ट्र्याक्सन होस् जेसुकै होस् ब्र्याकेटभित्र चाहिँ पहिला ब्र्याकेटको गर्ने। ब्र्याकेटको गरौँ त कति छ 6 3 2 जा 6। अब त्यसपछि अब ब्र्याकेट त छैन अब त्यसपछि डिभिजन गर्ने। डिभिजन छ 10 गुणा 2 प्लस 2 ले कतिले भाग जान्छ 10 ले माइनस 6। अब के गर्ने त मल्टिप्लिकेसन गर्ने। मल्टिप्लिकेसन कुनको त यो दुईटा हो 20 प्लस 10 माइनस 6 ठाउँ नगरी यहाँ म गर्छु। त्यसपछि हेर्नु त एडिसन अब कुन एड गर्ने त यो दुईटा एड गर्ने। यो अगाडि माइनस छ नि त त्यही भएर अघि जस्तै एड गर्दाखेरि यो दुईटाले गरेको थियौँ यो माइनस भएर पछि यसले राख्यो। त्यस्तै गरेर 20 र 10 30 माइनस 6 त्यसपछि कति भयो त 24। ठिक। अब यो क्वेसन हेर्नु यसमा 2-3वटा ब्र्याकेट छ। अब यहाँ हेर्नु त ब्र्याकेट 3टा टाइपको ब्र्याकेट छ स्मल ब्र्याकेट मिडल ब्र्याकेट र बिग ब्र्याकेट 3टै ब्र्याकेट छ है। अब यो 3टै ब्र्याकेट छ भने अब कुन ब्र्याकेटले पहिला गरिन्छ त यहाँ हेर्नु त यो ब्र्याकेटलाई यो छैन यो ब्र्याकेटलाई स्मल ब्र्याकेटलाई अरूलाई जस्ताको त्यस्तै सार्नु 4 प्लस मिडल ब्र्याकेट नि सार्नु अरू स्मल ब्र्याकेट गर्नु। स्मल ब्र्याकेटमा जेसुकै होस् साइन हामीसँग मतलब छैन साइनसँग हामीलाई मतलब छैन बस ब्र्याकेट हेर्ने कि ब्र्याकेट भएको बेला ब्र्याकेटभित्र के छ त्यसलाई गर्ने हो। 12 माइनस 2 कति भयो त 10 ब्र्याकेट हट्यो ब्र्याकेटभित्र अपरेसन भएपछि ब्र्याकेट उड्यो। अब त्यसपछि कुन ब्र्याकेट मिडल ब्र्याकेट र बिग ब्र्याकेट है। अब हेर्नुहोस् 19 माइनस अब कुन ब्र्याकेट गर्ने त स्मल पछि मिडल मिडलभित्र के छ सब्ट्र्याक्सन छ मिडलभित्र अब यो गर्ने माइनस अरूलाई जस्ताको त्यस्तै सार्नु 4 प्लस 16 माइनस 10 कति भयो त 6। ठिक। अब यो ब्र्याकेटभित्र काम भएपछि ब्र्याकेट उड्यो। अनि त्यसपछि कुन ब्र्याकेट गर्ने बिग ब्र्याकेट गर्ने कति भयो 6 4 10। अनि लास्टमा यहाँ एडिसन छैन सब्ट्र्याक्सन छ सब्ट्र्याक्सन गर्ने 19 माइनस 10। यति बुझ्नुभयो होला जहाँसम्म मलाई लाग्छ मजाले बुझ्नु होला। अब एउटा क्वेसन अब यो अफवाला जुन हामीले अफ बनाएको थियौँ नि यो अफवाला क्वेसन हेर्नु है 6 डिभाइड 2/3 लेखा छ है। अब तपाईँ यसो हेर्दाखेरि के लाग्छ डिभिजन गर्नुपर्छ पहिला होइन यहाँ हेर्नु त ओ पहिला आएको छ नि त यो ओ भनेको अफ के यस्तै बेला अफ लेख्नु भयो हुनु पऱ्यो क्या यो अफ भनेको यस्तै अफ हुनु पऱ्यो यही अफ हुनु पऱ्यो यही अफ हुनु पऱ्यो। त्यही भएर डिभिजन त त्यसपछि छ नि त त्यही भएर के गर्ने 6 डिभाइड अब यो भनेको अफ भनेको त मल्टिप्लाई हो खासमा कति भयो 3 2 जा 6। अब 6 ले भाग गरेपछि कति हुन्छ 1। क्लियर। अब यहाँ यसमा हेरौँ एउटा ठ्याक्कै त्यही छ। अब के छ यहाँ डिभिजन र यो अफ छ अफ त पहिला आएको छ बोर्ड बिओ छ भनेपछि यसलाई के गर्ने 15 डिभाइड बाई के भयो त 3 5 15 डिभाइड बाई 15 1। ल मलाई जहाँसम्म लाग्छ यो बोर्ड मासको यो बेसिक रुल तपाईँहरूले बुझ्नुभयो होला। अब यो नेक्स्ट भिडियोमा हामी फर्दर क्वेसनहरू योभन्दा अलिकति लेभल अप गरेर क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ र अरू यसमा अझै थपिन्छ जुन यसमा भनेको छ नि फन्डामेन्टल अपरेसन इन म्याथमेटिक्स यसमा अझै अपरेसनहरू हुन्छ
त्यो चाहिँ बिस्तारै हामीले स्टेप बाई स्टेप गर्दै जान्छौँ।